ताकि हामीले अबको 10 वर्ष 15 वर्षपछि फर्केर हेर्दा प्रभुलाई धन्यवाद दिन सकौँ। प्रभु धन्यवाद धन्यवाद, कमसे कम मेरो जवानीको जोस त मैले संसारको कुरोको निम्ति खर्च गरिनँ। एउटा जवान मानिस र एउटा बुढो मानिसले येशूलाई विश्वास गर्नु नितान्त फरक कुरा हो भनेर एकजना प्रभुको दासले भन्नुहुन्थ्यो। बुढो मान्छेले विश्वास गर्दा उसको आत्मा त बाँच्यो, तर जीवनमा भएको जोस त उसले संसारमा सकिसक्यो। तर एउटा जवान मान्छेले विश्वास गर्दै गर्दाखेरि उसको जीवन पनि बाँच्यो, आत्मा पनि बाँच्यो। है, साधु सुन्दर सिंह तिब्बतमा सुसमाचार प्रचार गएको बेला एकजना तिब्बती लामाले भनेछ, हेर बाबु, यति कलिलो उमेरमा पैसा कमाउने उमेर, घरबार गर्ने बेला, होइन, श्री सम्पत्ति जोड्ने बेला कहाँ धर्म प्रचार गर्दै हिँडिराखेको। अनि त्यतिखेर साधु सुन्दर सिंह आँप खाँदै हुनुहुन्थ्यो अरे। अनि आँप खाएर केही पनि बोल्नु भएन। खाइसकेपछि बा खानुहुन्छ भनेर खोस्टा दिनुभएछ। त्यो बुढोलाई साह्रै रिस उठेछ। आँप जति गुदी जति तिमीले खाने, अनि खोस्टा जति हड्डी जति मलाई दिने भनेर बुढो कराएछ। अनि बा, तपाईँलाई मैले एउटा पाठ सिकाउनु दिएको हो, रिसानी माफ होस्। तपाईँले अघि मलाई भन्नुभयो नि, कमाउने उमेरमा, बिहा गर्ने उमेरमा धर्म प्रचार गरेर धर्मको कुरा गरेर हिँड्ने भन्नुभयो। परमेश्वरलाई पनि मैले यस्तो व्यवहार गरेँ भने कस्तो होला, कुरा बुझ्नुभयो। अहिले हामीसँग भएको जोस, हामीसँग भएको उमङ्ग, हामी आफ्नै निम्ति खर्च गर्ने, पछि खोस्टा खाइसकेपछि हड्डी मात्रै परमेश्वरलाई लु लिनुहोस् भनेर दिँदा परमेश्वरको हृदय कस्तो हुन्छ होला। म तपाईँलाई ब्लेसेड भन्न चाहन्छु प्रियहरू, आज यो प्रचार हामीले यसरी सुन्ने मौका पाएका छौँ। आमेन। वी आर सो ब्लेसेड। हामी आशीषित छौँ, हामी धन्य छौँ। हामीले यो कुरा बुझ्ने मौका पाएका छौँ कि यो उमेर परमेश्वरले जुन दिनुभएको छ, म प्रभुको महिमाको लागि दिन चाहन्छु। म आँपको गुदी खाएर खोस्टा परमेश्वरको हातमा दिदिनँ। अहिले नै मेरो जीवनमा गुदी भएको बेला म परमेश्वरको आराधना गर्न चाहन्छु।